तर त्यहाँनिरबाट जुन तपाईँ त एउटा विद्यार्थीबाट चिकित्सक भएर के अरे विवेकशील अभियानबाट जोडिएर तपाईँको धेरै ठुलो अनुभव पनि छैन, कोसँग त्यस्तो सम्बन्ध भयो जसका कारणले तपाईँ त्यो सम्बन्ध छ, त्यसलाई मैले अहिले खुलाउन चाहिनँ। तर तपाईँलाई त्यो सम्बन्ध म तपाईँलाई भन्दैछु, त्यो सम्बन्ध यतिसम्म रूपमा नै सही, त्यसका विषयमा त त्यसरी होइन, म तपाईँलाई भन्दैछु त्यो सम्बन्ध कतिसम्मको थियो भन्ने कुरा भन्दैछु। त्यो सम्बन्ध कतिसम्म थियो भन्दाखेरि क्रिकेट विकासको लागि मैले त्यही सम्बन्ध परिचालन गरेर आजको दिनमा जुन क्रिकेट वर्ल्ड कप पछि जुन खेलाडीहरू गए, त्यसपछि इन्डियाले जुन क्रिकेट किटहरू पनि दियो हैन, भारतले जुन क्रिकेट किटहरू दियो, यो सबै कुराहरू त्यसपछि के छ भन्दाखेरि चाहिँ त्यो मैले स्थापित गरेको जुन एउटा माहौल सबै सिर्जना गर्नको लागि भारतले पछिल्लो पटक क्रिकेटमा गरेको कतिसम्म भन्दाखेरि परराष्ट्र मन्त्री जुन आउनुभयो क्रिकेट खेलाडीलाई भेटाउने गरी त्यो मैले गरेको। तर उहाँले पटक पटक आफूलाई भेटाउनको लागि पहल गरिदिनको लागि अनुरोध गर्नुभयो, तर मैले त्यतातिर गर्ने, मैले सामान्य रूपमा पहल त गरेँ, गर्दै नगरेको होइन। तर त्यति बेला